आजको दिन चाहिँ बहुत पानी पर्ला जस्तो सिन भइरहेछ। जोस् काम गर्न नि मजा आएर शीतल शीतल छ। अघि नै त लास्टै गर्मी थियो। म चाहिँ त्यो टेन्टमा काम गर्न जान्छु भित्र। अहिले म भित्रको नि देखाउँछु तपाईँहरूलाई। अनि यहाँ चाहिँ यो चाहिँ मेरो होटल भयो। अनि म यस्तो अब म चाहिँ टक्क जाँदैछु कहाँ भने त्यो टेन्टभित्र। अनि टेन्टभित्र गएको चाहिँ म तपाईँहरूलाई टक देखाउँछु। त्यो भित्र जान्छ है त। अनि अब हेर्नु यो भित्रको काम कुरोहरू कस्तो छ। म छिरे हेलो दाइ के छ? ल हेर्नु हाम्रो चाहिँ यो भित्र टेन्टमा चाहिँ यस्तो तरिकाको सेटअप लगाएको छ रमजानको लागि। यहाँ चाहिँ टक्क हाम्रो होटलको लोगो आउँछ अहिले एकछिनमा हैन। यस्तो खालको सेटअप लगाएको छौँ चारैतिर हैन। यस्तो चारैतिर काम भइरहेको छ एकदम। अनि जतिखेर नि मैले चाहिँ भन्ने म चाहिँ यहाँनिर छु। सबजना सुपरभाइजरहरू चाहिँ यसरी हिँडिरहेको छौँ हैन। टक्क यता सब सेटअपहरू यस्तो भइरहेछ हाम्रो हैन। अनि खाना पिकअप गरेको खाना सेटअप गरेको यो चाहिँ हाम्रो आउटसाइड भयो। अनि यहाँ यस्तो सेफहरू सबैजना यहाँ यो चाहिँ हाम्रो पेस्ट्री सेफहरू जम्मा भएर चाहिँ यहाँनिर केही सल्लाह गर्दैछौँ सेटअप हाल्दैछौँ कसैले चाहिँ। अनि अरू भने त्यस्तै हो। अनि यो चाहिँ हाम्रो कोल्ड सेक्सन। यो चाहिँ कोल्ड सेक्सनहरू भयो खोलेको छैन अहिलेसम्म हैन। गास अब यो फटाफट हैन टक्क हेलो सुशी मास्टर टक्क यस्तोहरू छौँ। अनि हाम्रो बार चाहिँ यो भयो। अनि टक्क यो बार भयो। त्यो तिनीहरूले हो क्या हामीलाई जतिखेर नि ल्याङ हान्ने यिनीहरू तिनीहरू। यो चाहिँ हाम्रो बारहरू अहिले सेटअप हुँदैछ टक्क यो यस्तरी। अघि तपाईँहरूलाई मैले देखाइहालेँ। बाँकी भनेको त्यस्तै हो। हट फुडहरूमा चाहिँ यसमा चाहिँ अहिले हामीले खानाहरू हाल्छौँ। यिनीहरूमा अहिले हालेको छैन। अहिले हालेपछि म देखाउँछौँ। अनि यो हट फुडहरू भयो यहाँनिर। अब स्पेसल मोमो आउँछ यहाँ नेपाली मोमो स्पेसल आउँछ भन्दै। अनि म प्रोडक्सन एरियातिर देखाउँछु। अब प्रोडक्सन एरिया भने त्यस्तै गास ओके। अनि यहाँ चाहिँ यो क्यामेराबाट हामीले हेरेर हुन्छ यहाँ कहाँ कहाँ को छन् भनेर। यो चाहिँ हाम्रो ब्याकअप बिहाइन्ड द सेफ साइफुल दाइ के भन्नु छ? मेरो भन्नु छैन यार। तिम्रो सधैँको यो भिडियो सुटिङले पनि म त हैरान भइसकेँ। म त फेमसै होला जस्तो यार। अब तपाईँ फेमस हुन्छ हैन। अनि हामी चाहिँ यहाँ टक्क हुन्छ। अब म बाहिर जान्छु। बाहिर गएर देखाउँछु तपाईँहरूलाई। दाइ बाहिर के लिएर आउनु छ? के लिएर आउँछ? ल सेटअप त मैले ब्याकअपको लागि हालेको छु। अब सेटअप मात्रै हाल्नु छ है त। ल अब टक्क म चाहिँ बाहिर निस्केँ। अब टक्क यस्तरी आएर छु टक्क होइन। अनि टक्क अब यो आज चाहिँ म किचन पनि देखाउँछु तपाईँहरूलाई। हाम्रो प्रोडक्सन एरिया यो रिसिभिङ एरिया भयो हाम्रो। ब्याङ्क्वेट किचन मात्रै है। यो चाहिँ फर रमजानको लागि मात्रै। अनि मेरो किचन चाहिँ माथि छुट्टै छ। अनि यो चाहिँ रमजानको लागि फुड पिकअपको लागि मात्रै निकालेको हो। सकेपछि कस्तो हुन्छ रुमै रुम पछि हुन्छ। यो हाम्रो ब्याङ्क्वेट किचनको अस्ति मैले सुट गरेको चाहिँ यहाँनिर होइन। अब यहाँ चाहिँ चिकनहरू यताउता निकालिरहेछौँ। अब सब यस्तो बनाएर हुन्छ ल। अनि चाहिँ हाम्रो ओभनमा नि त्यो खोइ के पाकिरहेको रहेछ यहाँ यो ओभनभित्र। म यहाँ होइन पनिर टिक्काको लागि होला। अनि यो मिटबल भइहाल्यो त्यो म्यारिनेट गर्नको लागि रेडी गरेको चिकन ल है त। अनि म चाहिँ अब कोल्ड सेक्सनमा